ल नमस्कार, गुड इभिनिङ, नमस्कार सबैजना साथीहरूलाई गुड इभिनिङ, नमस्कार। के छ हालखबर? एकदमै ठिक छ? ल सबैजना साथीहरूलाई नमस्कार छ। अनि कस्तो भइरहेछ जिन्दगी? ठिक भइरहेछ? ल ल अब हामी पढ्न सुरु गर्छौँ। हामी चाहिँ आइक्यूको 3वटा खण्डहरूमध्ये आजदेखि हामी भर्बल रिजनिङ होइन मुसुका हाँस्दै पढ्न सुरु गरौँ है त। ए मुसुका हाँस्दै बसिरहनु भएको छ? ल ठिक छ, त्यो पनि राम्रो हो। ल ल अहिले हामी फेसबुक पेज र टिकटकबाट दुवैतिर लाइभ पनि छौँ होइन त। ल लाइभमा हेरेको साथीहरू लाइभ सेयर पनि गर्नुहोस् है। ल ओके, लाइभलाई व्यापक सेयर पनि गर्ने। दुखी छु भन्नुभएको छ उर्मिलाजी, किन दुखी हुनुभयो? किन दुखी हुनु पऱ्यो नि? दुखी हुनु पऱ्यो? बवाल छ, गाउँमा गएको छु, ह्याप्पी छु भन्नुहुन्छ। ल तपाईँहरू क्लासभित्र आएको साथीहरूले त्यो फेसबुक लाइभ सेयर गर्नु त एकचोटि मेरो पेजबाट। कुबेर अधिकारी पेज छ नि फेसबुक पेज, त्यो लाइभ सेयर गरौँ सबैले। ल गुड इभिनिङ पुष्पजी हाँसिरहनु भएको छ। किन र सर भन्नुभएको छ? लाइभ सेयर गर्नु पऱ्यो नि त सरको लाइभ। ल ल ओके, ल ल हामी भर्बल रिजनिङ भर्बल रिजनिङ आइक्यूको पहिलो खण्ड भर्बल रिजनिङ। भर्बल रिजनिङभित्रको हामी फर्स्ट टपिक्स यहाँबाट अब हामी सुरु गर्छौँ। भर्बल रिजनिङभित्रको पनि पहिलो टपिक्स चाहिँ हामी के पढ्छौँ त? डाइरेक्सन एन्ड डिस्टेन्स। डाइरेक्सन एन्ड डिस्टेन्स, दिशा र दूरी, दिशा र दूरी सम्बन्धी टपिक्स अब हामीले पढ्नुपर्छ। हेर्नुहोस् है, हामी अब यसमा के छ? ठिक छ। ल अब यसमा हामी डाइरेक्सन डिस्टेन्स भन्ने टपिक्स हामी पढ्न सुरु गर्छौँ। यो डाइरेक्सन डिस्टेन्स टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यसको क्वेसन चाहिँ इक्जाममा सोधिन्छ। हेर्नुहोस्, इक्जाममा यो टपिक्स डाइरेक्सन डिस्टेन्स टपिक्सबाट प्रश्नहरू इक्जाममा सोधिन्छन्। र यो यस्तो टपिक्स हो कि क्वेसन मात्र सोध्ने होइन कि योसँग चाहिँ अरू टपिक्सहरू इन्टर रिलेटेड हुन्छ होइन। जस्तै दिशा र दूरी टपिक्समा तपाईँले कन्सेप्टहरू राम्रोसँग बुझ्नुभयो भने तपाईँले फिगर सिरिज होइन, फिगर एनालोजी, फिगर क्लासिफिकेसन यस्ता क्वेसनहरू चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ? मजाले अभ्यास गर्न सकिन्छ, प्र्याक्टिस गर्न सकिन्छ र त्यो क्वेसन गर्नलाई तपाईँलाई एकदमै सजिलो हुन्छ। त्यसो भए म यसो कन्सेप्टहरू सुरुमा लेखाउँछु, कृपया सबैजना साथीहरू लेखौँ। अगाडि पढिसकेको साथीहरूको दोहोरिएको पनि हुनसक्छ, त्यसो हुँदा म अरू केही पढ्छु भन्ने पढ्ने होइन। हामी त मजाले पढ्न पाइरहनु भएको हुन्छ, साथीहरू रिभिजन पनि भइरहेको हुनसक्छ नि त। मलाई सजिलो लाग्छ सर यो भयो भने चाहिँ सेल्फ स्टडीतिर लाग्ने। ल अब त्यसो सुरुमा यसको टाइप पनि लेख्नुहोस्। सुरुमा हामीले 4वटा डिरेक्सनहरू चाहिँ छुट्याउन जान्नु पर्यो। यसको कन्सेप्ट चाहिँ कपी एन्ड नोट बनाऊ है साथीहरू, सबैले कन्सेप्ट चाहिँ नोट बनाऊ। कन्सेप्ट नोट बनाइसकेपछि अनि बल्ल सजिलो हुन्छ। 4वटा डिरेक्सनहरू चाहिँ यसको छुट्याउन सुरु गर्नु पर्यो तपाईँले। इस्ट, इस्ट वेस्ट, वेस्ट नर्थ, नर्थ साउथ, साउथ होइन। हेर्नुहोस् त, पूर्व पश्चिम, पूर्व पश्चिम, उत्तर, उत्तर र दक्षिण हो। पूर्व पश्चिम उत्तर र दक्षिण हामीले सुरुमा 4वटा यसका डिरेक्सनहरू चाहिँ हामीले छुट्याउन जान्नुपर्छ।
जहिले पनि हाम्रो दाहिने हाततर्फ, जस्तै म यसरी बसेँ, मेरो दाहिने हाततर्फ के हुने रहेछ, पूर्व हुने रहेछ। म यसरी बसेँ, मेरो दाहिने हाततर्फ के हुन्छ त, पूर्व हुने रहेछ। दाहिने हाततर्फ पूर्व, सिधै अगाडिको अनुहार, तपाईँको अनुहारको सिधा अगाडिको भागलाई हामीले नर्थ मान्छौँ कि, सिधा अगाडिको भाग हेर्नुहोस् त, होइन, अगाडिको भागलाई हामीले नर्थ मान्छौँ, उत्तर मान्छौँ। दाहिने हाततर्फ पूर्व, बायाँ हाततर्फ के हुन्छ, पश्चिम, अनि उत्तरको ठ्याक्कै विपरीत के हुन्छ त, दक्षिण। उत्तरको ठ्याक्कै विपरीत के हुने रहेछ त, दक्षिण हुन्छ। त्यसो भन्नाले सुरुमा हामीले चारवटा साइडहरू हो, सुरुमा हामीले चारवटा साइड चाहिँ हामीले के गर्नु पर्यो, छुट्याउन जान्नु पर्यो। उसको लाइभको पनि देखाइदिउँ न, म अगाडि स्क्रिन। ल यति सकिन्छ, लेख्नु त च्याटमा साथीले, यति सकिन्छ। ल ल यो 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 कपी एन्ड नोट गर्नुभयो है। ल अब फेरि टाइप 2 लेखौँ। ल टाइप 2 भनेर लेख्नु त, दोस्रो टाइपमा फेरि सेम चित्र बनाउनु सबैले। म सबै कन्सेप्टहरू लेखाउँछु अनि त्यसपछि बल्ल हामी क्वेसनमा जाउँला है त। ल हेर्नु, इस्ट, वेस्ट, नर्थ र साउथ। हामीले यसको टाइप 2 मा अब हामीले के जान्नुपर्छ भन्दा यसको क्यार्डिनल लाइनहरूको बारेमा। यो नर्थ र इस्टको बिचको लाइनलाई हामीले के भन्छौँ, नर्थ इस्ट। नर्थ र वेस्टको बिचको लाइनलाई हामी नर्थ वेस्ट भन्छौँ। साउथ र वेस्टको बिचको लाइनलाई साउथ वेस्ट। साउथ र इस्टको बिचको लाइनलाई हामी के भन्छौँ, साउथ इस्ट। यसका क्यार्डिनल लाइनहरू हो, हामीले यसको क्यार्डिनल लाइनको बारेमा पनि हामीले जान्नुपर्छ होइन। यसको क्यार्डिनल लाइनको बारेमा पनि हामीले के गर्नुपर्ने रहेछ, जान्नुपर्ने रहेछ। ल हेर्नुहोस्, भयो। जान्ने कि छैन त? ल ठिक छ, ल ठिक हो। अब यसमा चाहिँ तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हेर्नुहोस् है, यसको माथिको दुईवटा लाइनको अगाडि नर्थ लेखिन्छ। हेर्नुहोस्, यहाँ माथिको दुईवटाको अगाडि नर्थ लेखिँदो रहेछ, नर्थ इस्ट नर्थ वेस्टको, नर्थ वेस्ट नर्थ इस्ट लेखिँदो रहेछ। र तलको अगाडि यहाँ के राखिन्छ त, साउथ राखिन्छ। यो चाहिँ ध्रुव सत्य डिरेक्सन हो। यो ध्रुव सत्य डिरेक्सन भएको हुनाले माथिको दुईवटाको अगाडि हामी नर्थ राख्छौँ, तलको दुईवटाको अगाडि साउथ राख्छौँ। यो साउथ वेस्टलाई साउथ वेस्ट नै भन्नुपर्छ। यो साउथ वेस्टलाई तपाईँले यदि वेस्ट साउथ भन्नुभयो भने त्यो चाहिँ गलत हुन्छ कि, त्यो चाहिँ भन्न पाइँदैन कि। तपाईँले साउथ इस्टलाई साउथ इस्ट नै भन्नुपर्छ। यसलाई तपाईँले इस्ट साउथ भन्नुभयो भने त्यो गलत हुन्छ, त्यो भन्न पाइँदैन। तपाईँले नर्थ इस्टलाई नर्थ इस्ट नै भन्नुपर्छ। यदि तपाईँले यो नर्थ इस्टलाई यदि इस्ट नर्थ भनेर भन्नुभयो भने यो के हुन्छ, गलत हुन्छ, भन्न पाइँदैन। त्यसो भएको हुनाले माथिको दुईवटा लाइनको अगाडि नर्थ, तलको दुईवटाको अगाडि हामीले के राख्नुपर्ने रहेछ, साउथ। माथिको दुईवटाको अगाडि नर्थ, तलको दुईवटाको अगाडि के राख्नुपर्ने रहेछ त, साउथ राख्नुपर्छ। यो क्यार्डिनल लाइनको त यति धेरै प्र्याक्टिस गर्नु पर्यो। ठ्याक्क तपाईँले इक्जाममा क्वेसन गर्दै जानुभयो, यस्तो एन्सर निस्क्यो। अब यसको नाम के हो त, ल लेख्नु च्याटमा, यसको नाम के हो त? ल सबै लेख्नुहोस् त। यसै गर्दै जानुभयो, क्वेसन गर्दै गर्दै सल्भ गर्दै जानुभयो, यस्तो एन्सर आयो। अब यसको नाम के हो त? यसको नाम के हो त भन्दाखेरि यो नर्थ इस्ट हो। हेर्नुहोस्, यो के हो त, नर्थ इस्ट हो। अब तपाईँलाई यसको नाम नर्थ इस्ट हो भन्न सक्नु भएन, मानौँ नर्थ इस्ट हो भन्न सकिएन भने यसको पुच्छरमा प्लस बनाइदिने कि, यसरी पुच्छरमा प्लस बनाइदिने। यो नर्थ हो र यो इस्ट हो। नर्थ र इस्टको बिचको लाइनलाई हामीले के भन्छौँ, नर्थ इस्ट भन्छौँ। ठ्याक्क पुच्छरमा प्लस बनाइदिने भनेर बुझ्नु पऱ्यो कि। क्वेसन गर्दै जानुभयो, यो एन्सर आयो, मानौँ यस्तो चित्रको फेस यो आयो, तर तपाईँले यसको नाम भन्न सकिरहनु भएको छैन, यसको डिरेक्सनको नाम भनिरहनु सक्नु भएको छैन भने कन्फ्युजन भयो। यो एन्सर निकाल्यो तर एन्सर लाउनु कन्फ्युजन भइरहेको छ भने ठ्याक्कै पुच्छरमा के गरिदिनुहोस्, प्लस बनाइदिनुहोस्। पुच्छरमा प्लस बनाएपछि यो साउथ हो र यो वेस्ट हो भने साउथ र वेस्टको बिचको लाइनलाई हामी के भन्छौँ, साउथ वेस्ट भन्छौँ। साउथ र वेस्टको बिचको लाइनलाई हामीले के भन्ने रहेछौँ त, साउथ वेस्ट भन्छौँ। हेर्नु त, साउथ र इस्टको बिचको लाइनलाई साउथ इस्ट, साउथ र वेस्टको बिचको लाइनलाई हामीले के भन्छौँ, साउथ वेस्ट भन्छौँ। साउथ र वेस्टको बिचको लाइनलाई हामी के भन्छौँ त, साउथ वेस्ट भन्छौँ। क्लियर? ल लेख्नु साथीहरू, क्लियर हुनुभयो? ल त्यसो टाइप 3 बनाउनु। टाइप 3 मा फेरि टाइप 2 मा जे छ त्यही बनाउनु त सबैले। टाइप 2 मा भएकै चित्र, इस्ट वेस्ट नर्थ साउथ, साउथ वेस्ट साउथ इस्ट, नर्थ इस्ट र नर्थ वेस्ट। ल चारवटा हेर्नुहोस् त हो। यो टाइप 2 मा जे छ त्यही चित्रलाई चाहिँ टाइप 2 मा भएकोलाई टाइप 3 मा बनाउनुहोस् त।
ल पहिला बनाउनु बनाइसकेपछि बनाइसक्यो सर भनेर लेख्नुहोस् है बनाएपछि बनाइसक्यो सर भनेर लेख्नु अब हामीले यसमा के जान्नुपर्छ यो त हामीले विश्लेषण गर्न सिकेको हो नि यो त कन्सेप्टहरू सिकेको क्वेसनमा हामी गएकै छैनौँ यी बेसिक कुरा सबै जानिसकेपछि अनि बल्ल हामी केमा जान्छौँ त क्वेसन गर्न जान्छौँ हेर्नुहोस् है अब हामीले टाइप 3 मा चाहिँ के जान्नुपर्छ त भन्दा क्लकवाइज डिग्री रोटेसनको बारेमा हो घडीको दिशा यी क्लकवाइज घडीको दिशा यी हो क्लकवाइज भनेको ल हेर्नुहोस् त घडीको सुई घुम्ने दिशा कपीमा लेख्नुहोस् सुई घुम्ने दिशा घडीको सुई घुम्ने दिशा ल हेर्नुहोस् होइन यसलाई चाहिँ हामी राइट ह्यान्ड साइड पनि भन्छौँ यसलाई हामीले के पनि भन्नुपर्ने रहेछ त राइट ह्यान्ड साइड दाहिने हाततर्फ घडीको सुई घुम्ने दिशालाई हामीले के भन्छौँ क्लकवाइज त्यस्तै हामीले एन्टी क्लकवाइजको बारेमा पढ्नु पर्यो हो एन्टी क्लकवाइज लेख्नु कपीमा घडीको सुईको विपरीत दिशा यसलाई हामीले के पनि भन्छौँ त लेफ्ट ह्यान्ड साइड हो घडीको सुईको विपरीत दिशा होइन दाहिने हाततर्फबाट गयो भने त्यो क्लकवाइज हुने रहेछ बायाँ हाततर्फबाट आयो भने त्यो के हुने रहेछ त एन्टी क्लकवाइज हुने रहेछ होइन भनेको यसो दाहिने हाततर्फबाट गयो भने यो के भयो क्लकवाइज यो दाहिने हाततर्फबाट आयो यो के भयो क्लकवाइज यो के हो क्लकवाइज यो आयो यो के हो क्लकवाइज यो के हो क्लकवाइज यो के हो क्लकवाइज यो के हो क्लकवाइज यसरी घडीको सुई घुम्ने दिशातर्फबाट आयो भने त्यो के हुने रहेछ त क्लकवाइज दाहिने हाततर्फबाट यसरी घुम्दै घुम्दै आयो भने त्यो के हुने रहेछ त क्लकवाइज हुने रहेछ घडीको सुई घुम्ने दिशा दाहिने हाततर्फबाट आयो भने त्यसलाई के भनिँदो रहेछ त क्लकवाइज डिग्री रोटेसन भनिँदो रहेछ दाहिने हाततर्फबाट आयो भने त्यसलाई के भनिँदो रहेछ त क्लकवाइज डिग्री रोटेसन भन्दो रहेछ फेरि ठ्याक्कै बायाँ हाततर्फबाट हो लेफ्ट ह्यान्ड साइडबाट बायाँतर्फबाट आयो भने त्यसलाई हामीले के भन्ने रहेछौँ त एन्टी क्लकवाइज बायाँतर्फबाट आयो भने हेर्नुहोस् त त्यसलाई हामीले के भन्छौँ एन्टी क्लकवाइज घडीको सुईको विपरीत दिशा दाहिने हाततर्फबाट अगाडि बढ्दै बढ्दै गएको छ भने त्यो क्लकवाइज अनि बायाँ हाततर्फबाट आइरहेछ भने त्यो के हो त फेरि एन्टी क्लकवाइज कुरा क्लियर हुनुभयो अब हेर्दा यो क्लकवाइज एन्टी क्लकवाइज कति सजिलो छैन त दाहिने हाततिर गयो क्लकवाइज बायाँ हाततिर आयो एन्टी क्लकवाइज छ कि छैन सजिलो छ नि तर तपाईँले यसको प्रत्येक एउटा डिरेक्सनको नामसहित क्लकवाइज एन्टी क्लकवाइज जान्नुपर्छ प्रत्येक एउटा डिरेक्सनको नामसहित क्लकवाइज एन्टी क्लकवाइज जान्नुपर्छ कि जस्तै यहाँ हेर्नुहोस् त नर्थबाट नर्थ इस्ट क्लकवाइज नर्थ इस्टबाट इस्ट क्लकवाइज इस्टबाट साउथ इस्ट क्लकवाइज साउथ इस्टबाट साउथ क्लकवाइज साउथबाट साउथ वेस्ट क्लकवाइज साउथ वेस्टबाट वेस्ट क्लकवाइज भनेर एउटा एउटा तपाईँ नामसहित भन्न जान्नु पर्यो किनभने इक्जाममा त चित्र फेरि मजाले यस्तो आउँछ नि ल हेर्नुहोस् यसरी चित्र रोटेसन भएको क्वेसन आउँछ नि भनेको यसको नामसहित तपाईँले यसको क्लकवाइज एन्टी क्लकवाइज छुट्याउन सक्ने चाहिँ जान्न पर्यो कि यसको चाहिँ हामीले नामसहित चाहिँ क्लकवाइज एन्टी क्लकवाइज चाहिँ छुट्याउन जान्ने गरी हुनु पर्यो सकिन्छ साथीहरू सकिन्छ यति त्यसो हो भने प्रत्येक एउटा डिरेक्सनको नामसहित भन्न सुरु गरौँ है त ल हेर्नु सर र नहेरिकन भन्ने कि घरमा नर्थबाट नर्थ इस्ट क्लकवाइज नर्थ इस्टबाट इस्ट इस्टबाट साउथ इस्ट साउथ इस्टबाट साउथ क्लकवाइज होइन साउथबाट साउथ वेस्ट साउथ वेस्टबाट वेस्ट वेस्टबाट नर्थ वेस्टबाट नर्थ क्लकवाइज भनेर हामीले एउटा एउटा नामसहित तपाईँले नहेरिकन फटाफट भन्ने हुनु पर्यो अनि बल्ल तपाईँले चित्रको फेसको आधारले गर्न सक्नुहुन्छ ल जस्तो अब साउथबाट एन्टी क्लकवाइज भनौँ न त ल साउथबाट एन्टी क्लकवाइज एउटा एउटा भन्दै आउनुहोस् त एकचोटि सर बोलेर प्र्याक्टिस गरौँ त साउथबाट साउथ इस्ट एन्टी क्लकवाइज साउथ इस्टबाट इस्ट इस्टबाट नर्थ इस्टबाट नर्थबाट नर्थ वेस्टबाट वेस्ट वेस्टबाट साउथ वेस्टबाट साउथ एन्टी क्लकवाइज भनेको हामीले एउटा एउटा यसको नाम एउटा एउटा डिरेक्सनको नाम छ यता फर्केको यता जाँदा एन्टी क्लकवाइज यसरी यता जाँदा क्लकवाइज बायाँतिर गयो एन्टी क्लकवाइज दाहिनेतिर आए क्लकवाइज भनेर हामीले एउटा एउटा चाहिँ तपाईँले के गर्नु पर्यो त भन्दाखेरि तपाईँले यसको नामसहित चाहिँ यो क्लकवाइज डिग्री रोटेसन भइरह्यो कि एन्टी क्लकवाइज डिग्री रोटेसन भइरह्यो जान्नु पर्यो ल निर्मलाजी कुरो क्लियर भयो हो यसरी तपाईँको दाहिने हाततर्फबाट आयो दाहिने हाततिर घुमिरहेको छ भने यो घडीको दिशा क्लकवाइज त्यही कुरो तपाईँको बायाँ हाततर्फबाट घुमिरहेको छ भने के हो त एन्टी क्लकवाइज जस्तो म यसरी वेस्टतिर फेसिङ भयो क्लकवाइज भने चाहिँ दाहिने हात सम्झिहाल्नु पऱ्यो कि मैले एन्टी क्लकवाइज भने चाहिँ बायाँ हात सम्झिहाल्नु पऱ्यो कि ल भयो टाइप 3 क्लियर भयो खोइ लेखेको च्याटमा
टाइप 3 क्लियर हुनुभयो? क्लियर भयो सर लेख्नु न। ल अब टाइप 4 टाइप 4 मा टाइप 2 मा जे छ त्यही चित्र बनाउनुस् त सबैले। टाइप 2 मा जे छ त्यही चित्र बनाउनुस् त। ईस्ट वेस्ट नर्थ साउथ नर्थ ईस्ट नर्थ वेस्ट साउथ वेस्ट साउथ ईस्ट। ल हेर्नुहोस् है, अब हामी टाइप 4 मा के सिक्छौँ त भन्दा हामी डिग्री रोटेसन सम्बन्धी सिक्छौँ कि डिग्रीहरू सम्बन्धी सिक्छौँ। हेर्नुहोस् त, लेख्नुहोस् त हामीले पढ्नुपर्ने डिग्रीहरू के रहेछ, पढ्नुपर्ने डिग्रीहरू के डिग्री रहेछ हेर्नुहोस्। 45, 90, 135 डिग्री, 180 डिग्री, 225 डिग्री, 270 डिग्री, 315 डिग्री र 360 डिग्री। ल हेर्नुहोस् हो। अब हामीले टाइप 4 मा चाहिँ के सिक्नुपर्ने रहेछ त भन्दा डिग्री रोटेसन सम्बन्धी सिक्नुपर्ने रहेछ। हामीले यति डिग्री चाहिँ पढ्नुपर्छ, यो बाहेकका डिग्री चाहिँ पढ्नु पर्दैन, तर यति डिग्री चाहिँ हामीले पढ्नुपर्छ। हेर्नुहोस्, त्यसो हो भने यो सबै डिग्रीहरू 45 डिग्री जोडिएर बन्ने डिग्री छ। हेर्नुहोस् त, 45 सेकानी 45, 45 दुना 90, 45 त्यहाँ 135, 45 चौको 180, 45 पन्चे 225, 45 छक्का 270, 45 साता 315, 45 आठा 360 भनेको हामीले यति डिग्री चाहिँ जान्नु पर्यो र यी सबै डिग्रीहरू चाहिँ 45 डिग्री जोडिएर बन्ने डिग्रीहरू हुन्। यी सबै के हुन् त भन्दा 45 डिग्री जोडिएर बन्ने डिग्री हुन्। यो सबै 45 डिग्री जोडिएर बन्ने डिग्री हो भने यो प्रत्येक एउटा स्पेस, यो एउटा स्पेस भनेको यो कति डिग्रीको स्पेस हो त ल भन्नुहोस् त। प्रत्येक एउटा टुक्रा भनेको यो कति डिग्रीको टुक्रा हो त? यो सबै 45 डिग्री जोडेर बन्ने हो भने यो प्रत्येक एउटा टुक्रा भनेको कति डिग्रीको टुक्रा हो त? हेर्नुहोस् त, कति डिग्रीको टुक्रा रहेछ। हेर्नु, नर्थदेखि नर्थ इस्टसम्म एउटा 45, नर्थ इस्टबाट इस्टसम्म अर्को एउटा 45 छ भने यो सबै यो के रहेछ त भन्दा 45 डिग्रीका के रहेछन् त यिनीहरू टुक्रा रहेछन्। एउटा एउटा पिस भनेको चाहिँ 45 डिग्रीको रहेछ कि। हामीले यो डिग्री सबै नहेरिकन भन्न सक्ने हुनुपर्छ। त्यसो तपाईँले यसलाई याद गर्नुहोस् त, यो याद गर्नुहोस् त साथीहरू, यसलाई सर्व क्रमिक रूपमा याद गरौँ, यसलाई क्रमशः याद गर्नुहोस् त। हो ल, सबले याद गरौँ, क्रमशः भन्न सक्ने याद गरौँ है। 45, 90, 135, 180, 225, 270, 315, 360 भनेर सर्र भनेर याद गर्नुहोस् त। ल याद गरौँ साथीहरू। खोइ लाइभको साथीहरू सेयर गरे खोइ त, लाइभको सेयर गर्ने। ल याद भएपछि याद भयो सर भनेर लेख्नु, अनि म अगाडि भन्दै जान्छु है। याद भइसक्यो। अब त्यसो डिग्री रोटेसन क्वेसन कसरी याद हुन्छ त यहाँ हेर्नुहोस् है। जस्तो कहिलेकाहीँ क्वेसनले नर्थबाट क्लकवाइज 135 डिग्री जानुहोस् भनेर दियो। नर्थबाट क्लकवाइज 135 डिग्री जानुहोस् भन्यो होइन। नर्थ भनेको यो सिधा नर्थ हेर्ने। क्वेसनले नर्थबाट क्लकवाइज 135 डिग्री जानुहोस् भने चाहिँ सिधा सिधा नर्थ हो। नर्थबाट क्लकवाइज भन्ने बित्तिकै तपाईँले के गर्नु पर्यो, दायाँ हात सम्झिनु पर्यो कि, दायाँ हात सम्झिनु पर्यो। क्लकवाइज भने चाहिँ के भयो त, दाहिने हात सम्झिनु पर्यो। नर्थ यो नर्थबाट क्लकवाइज दाहिने हाततर्फ 135 डिग्री भनेपछि तपाईँले के गर्नु पर्यो भने क्रमशः गन्ने कि, क्रमशः गन्ने काम चाहिँ गर्नु पर्यो कि, क्रमशः गन्निने कि होइन। नर्थबाट क्लकवाइज 135 भनेको दाहिने हाततर्फ 135, 45, 90, 135 लानुहोस्। 45, 90, 135 क्रमशः गन्ने के। कहाँ आइपुग्यो त भन्दा साउथ इस्टमा आइपुग्यो। कहाँ आइपुग्यो त, साउथ इस्टमा आइपुग्यो। नर्थबाट क्लकवाइज दाहिने हाततर्फ 45, 90, 135। अब इस्टबाट तपाईँलाई मानौ क्लकवाइज 270 डिग्री जानुहोस् भने, इस्टबाट क्लकवाइज 270 डिग्री जानुहोस् भनौँ तपाईँलाई प्रश्नले, इस्टबाट क्लकवाइज 270 डिग्री जानुहोस् भन्यो होइन भने अब कहाँ पुग्ने भयो त? ल गर्नुहोस् त, सबैले च्याटमा लेख्नुहोस्। इस्टबाट क्लकवाइज 270 खोइ गनेको तपाईँहरूले पहिला आफूलाई इस्टतिर सम्झेको हेर्ने। पहिला आफूले इस्टतिर आफ्नो फेस इस्टतिर भयो। अब क्लकवाइज भने चाहिँ तपाईँको आफ्नो, म पूर्वतिर फर्किरहेको छु, क्लकवाइज भने चाहिँ दाहिने हात सम्झिने कि। क्लकवाइज भने चाहिँ दाहिने हाततर्फ कति 270 क्रमशः 270 सम्म गर्नुहोस् त। 45, 90, 135, 180, 225, 270 ल हेर्नुहोस् त होइन।
ल हेर्नुहोस् त क्लकवाइज 270 भनेपछि क्रमशः यहाँबाट गन्ने कि 45 90 135 180 225 270 भनेपछि कहाँ आइपुग्यो त नर्थमा। ल ल आयो क्या नि एन्सर साथीहरू जान्नुभयो कि भएन तरिका जान्नुभयो कि भएन भन्ने कुरा हो कि। ल भन्नुहोस् त साउथ वेस्टबाट एन्टी क्लकवाइज 225 डिग्रीले कहाँ पुगिन्छ। साउथ वेस्टबाट एन्टी क्लकवाइज 225ले कहाँ पुगिन्छ। सबैजना साथीहरूले सबैले गर्ने है लाइभमा क्लासमा सब गनेर एन्सर चाहिँ लेखौँ त होइन। साउथ वेस्टबाट एन्टी क्लकवाइज 225 सुरुमा तपाईँले आफ्नो फेसलाई साउथ वेस्टतिर सम्झिनु पर्यो। तपाईँ साउथ वेस्टतिर फर्किनु भएको छ। अब एन्टी क्लकवाइज 225 डिग्री जानु पर्यो। साउथ वेस्टतिर फर्किनु भएको छ। अब चाहिँ तपाईँ के गर्नु पर्यो त भन्दा एन्टी क्लकवाइज 225 चाहिँ जानुपर्ने भयो। भनेपछि सुरुमा हामी साउथ वेस्टतिर थियौँ। यसरी फेस हेर्ने होइन, यसरी आफ्नो अनुहार चाहिँ साउथ वेस्टतिर सम्झिने। अब एन्टी क्लकवाइज भनेको बायाँ हात लेफ्ट ह्यान्ड हेर्नु त। एन्टी क्लकवाइज भनेको लेफ्ट हो, बायाँ हाततर्फ 225 गर्नुहोस्, क्रमशः गर्नुहोस्, सबैले गर्नुहोस् है, हेरेर टोलाएर हुँदैन। 45 90 135 180 225 ल हेर्नुहोस् 45 90 135 180 225 भनेपछि कहाँ आइपुग्यो त नर्थमै आइपुग्यो। कहाँ आइपुग्यो त नर्थमा आइपुग्यो। आशिका राईजीले क्लकवाइज गर्नुभयो कि तपाईँलाई एन्टी क्लकवाइज भनेपछि तपाईँको फेस कता छ त, तपाईँको एन्टी फेस अनुहारले जुन दिशा देखाउँछ त्यसको बायाँ हाततर्फ लेफ्ट ह्यान्ड साइडतिर आउनु पर्यो नि। एन्टी क्लकवाइज भनेको अनुहारले जुन दिशा देखाउँछ त्यसको बायाँ हाततिर आउनु पर्यो। आयो बुझिबक्स्यो साथीहरू, बुझिबक्स्यो बक्सेन बक्सेलामै रोकिनु भयो कि। ल अब त्यसो टाइप 5 अब यसमा पाइथागोरस थ्योरम HPB लेखिहाल्नुहोस् त। H इक्वल्स टु रनर P स्क्वायर प्लस B स्क्वायर। कपीमा सार्नुहोस् है साथीहरू, छोटो दूरी पत्ता लगाउनुहोस्। फाइन्ड द सर्टेस्ट डिस्टेन्स बिट्विन हिज इनिसियल एन्ड फाइनल पोजिसन। सर्टेस्ट डिस्टेन्स बिट्विन हिज होम एन्ड अफिस होइन, सुरु र अन्तिम बिन्दु बिचको छोटो दूरी पत्ता लगाउनुहोस्। छोटो दूरी पत्ता लगाउनुहोस् भनेर प्रश्न सोध्यो भने त्यस्तो अवस्थामा हामीले चाहिँ पाइथागोरस थ्योरम प्रयोग गर्ने रहेछौँ। H इक्वल्स टु रनर P स्क्वायर प्लस B स्क्वायर। त्यस्तो अवस्थामा हामीले के गर्ने रहेछौँ त पाइथागोरस थ्योरम चाहिँ प्रयोग गर्ने रहेछौँ। मानौ यो P लाई 3 यसलाई 4 मान्यो, 3 र 4 मान्यो भने कति हुन्छ हेर्नुहोस् त, 3 को स्क्वायर प्लस 4 को स्क्वायर। ल हेर्नुहोस् 3 तिहां 9 4 चौको 16, यो भनेको √25, यो भनेको कति भयो त 5। ल हेर्नुहोस् है, यसलाई कपीमा नोट बनाइरहने, जाने पनि नोट बनाइरहने, पछि काम लाग्छ नि त। भाइ बहिनीहरूलाई सिकाउनु पर्यो, पढाउनु पर्यो। नाम निस्केर हाकिम भइसकेपछि त फेरि अरूलाई पनि सिकाउनु पर्यो नि त, कि परेन। अब त्यसो भने हामीले केही नम्बरहरू चाहिँ सर याद गर्नु, नम्बरहरू त अथाह धेरै हुन्छ होइन। यो दुईवटा स्क्वायर गराउँदा तेस्रोको स्क्वायर बन्ने नम्बर त धेरै हुन्छ। तर तपाईँले हेर्न चाहिँ के गर्ने त भन्दा अलिअलि क्वेसनमा प्रयोग भइरहेको 3 र 4 5, यो 3 र 4 5 भनेको के हो ल भन्नुहोस्। 3 र 4 5 भनेको के हो, 3 को स्क्वायर र 4 को स्क्वायर जोड्यो भने 5 को स्क्वायर बन्छ। 3 को स्क्वायर र 4 को स्क्वायर जोड्यो भने 5 को स्क्वायर बन्छ। त्यसो 6 र 8 6 8 10 हो, 12 5 13 होइन, 12 9 15 हो। यी नम्बर चाहिँ तपाईँले कन्ठै गर्नुहोस् कि, यहाँ आइरहेका प्रश्नमा प्रयोग भइरहेका नम्बरहरू होइन। 6 8 10 12 5 13 12 9 15 12 5 13 12 9 15 भनेर गर्ने भयो। कुरा बुझ्नुभयो, कुरा बुझ्नुभयो कि भएन? भुवनजीले किन बुझ्नु भएन कुरा, अरू केही काम गर्दै सँगसँगै दुईतिरै पढिरहनु भएको छ होला, त्यही भएर बुझ्नु भएन होइन। भनेको 3 को स्क्वायर र 4 को स्क्वायर जोड्यौँ भने 5 को स्क्वायर बन्छ भनेको होइन। यो 6 को स्क्वायर र 8 को स्क्वायर जोडे 10 को स्क्वायर बन्छ। 12 को स्क्वायर 5 को स्क्वायर जोडे 13 को स्क्वायर हुन्छ। 12 को स्क्वायर 9 को स्क्वायर जोडे 15 को स्क्वायर हुन्छ। भनेको यो चाहिँ के को लागि प्रयोग हुँदो रहेछ, छोटो दूरी पत्ता लगाउनुहोस्, सुरु र अन्तिमको बिन्दु बिचको चाहिँ छोटो दूरी पत्ता लगाउनुहोस् भने यो प्रयोग गर्ने। तर अब यही प्रयोग भएको मात्र क्वेसन आउँछ त, आउँदैन, अरू पनि आउन सक्छ नि त। अरू आयो भने हाम्रो सूत्र छँदैछ होइन। हामीले तपाईँले याद नभएको आयो भने फेरि H इक्वल्स टु रनर के छ, P स्क्वायर प्लस B स्क्वायर हाम्रो फर्मुला छँदैछ।
ल अब टाइप 6 टाइप 6 मा हामी के सिक्छौँ त भन्दा राइट र लेफ्ट दायाँ र बायाँ सम्बन्धी दायाँ र बायाँ सम्बन्धी टाइप 6 मा हामी के सिक्ने रहेछौँ त दायाँ र बायाँ सम्बन्धी राइट र लेफ्टको बारेमा हामी सिक्छ हेर्नुहोस् है जस्तो अब 4वटा डिरेक्सन बनाउनुहोस् इस्ट वेस्ट नर्थ साउथ इस्ट 4वटा डिरेक्सनहरू हो तपाईँले कुन दिशातर्फ फर्किँदा तपाईँको दाहिने हात कता पर्छ र कुन दिशातर्फ फर्किँदा तपाईँको बायाँ हात कता पर्छ भनेको मानौँ म यसरी नर्थतिर फेसिङ गरेँ म नर्थतिर उत्तर दिशातर्फ फर्केँ भने मेरो दाहिने हात कता पर्छ त म यसरी उत्तरतिर फर्किँदाखेरिको दाहिने हात उत्तरतिर फर्किँदाको बायाँ हात हो म त्यसरी नै पूर्वतिर फर्केँ मानौँ म यसरी पूर्वतिर फर्केँ नि दाहिने हात र यसको के भयो त बायाँ हात म त्यसरी दक्षिणतिर फर्केँ हो साउथतिर फेसिङ हो भने अब यसको दायाँ र बायाँ हात हेर्ने म दक्षिणतिर फर्केँ भने यसको दाहिने हाती राइट यसको लेफ्ट यसरी पश्चिमतिर फर्किँदाको राइट र पश्चिमतिर फर्किँदाको लेफ्ट भनेको हरेक दिशातर्फ तपाईँ फेस हुँदाखेरि तपाईँको दाहिने हात कता पर्छ र बायाँ हात कता पर्छ भन्ने कुरा चाहिँ तपाईँले जान्नु पर्यो दायाँ र बायाँ चाहिँ छुट्याउन सक्नु पर्यो कि होइन अनि जहिले पनि यो राइट ह्यान्ड साइड भनेको क्लकवाइज घडीको दिशातर्फ हुन्छ क्लकवाइज हेर्नुहोस् त घडीको दिशातर्फ क्लकवाइज यो क्लकवाइज ल हेर्नुहोस् दाहिने हात भनेको चाहिँ क्लकवाइज 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 हुँदो रहेछ फेरि यो बायाँ हात भनेको एन्टी क्लकवाइज एन्टी क्लकवाइज एन्टी क्लकवाइज एन्टी क्लकवाइज हुन्छ यो दायाँ र बायाँ चाहिँ जान्नु पर्यो भयो सकिन्छ सकिन्छ साथी दायाँ र बायाँ खोइ त सबै लेखेको च्याटमा ल अब यहाँ हेर्नुहोस् जस्तै यो भयो होइन मानव सकिएन राइट र लेफ्ट भन्न सकिएन मानव तपाईँले यो यसरी पेपर बनाउनु भएको छ कपी यहाँ सबैको चित्र छ नि त यो चित्र त कपी यहाँ सबैको छ मानव तपाईँलाई यो वेस्टको राइट र लेफ्ट भन्न सकिएन होइन यो वेस्टको पश्चिमको चाहिँ राइट र लेफ्ट भन्न सकिएन भने यो वेस्टलाई आफ्नो अनुहारको सिधा अगाडि बनाउने के तपाईँले यो पश्चिमको राइट र लेफ्ट भन्न सक्नु भएन भने यो पश्चिमलाई अनुहारको सिधा अगाडि बनाउने जुन दिशाको आउँदैन त्यसलाई अगाडि घुमाउने तपाईँको आफ्नो दाहिने हाततर्फ राइट तपाईँको आफ्नो बायाँ हाततर्फ के हुन्छ त लेफ्ट यसरी बनाउने मानौँ अब तपाईँलाई यो इस्टको राइट र लेफ्ट भन्न आएन यो इस्टको चाहिँ राइट र लेफ्ट भन्न सकिरहनु भएको छैन भने यो इस्टलाई तपाईँको अनुहारको सिधा अगाडि बनाउने इस्टलाई अनुहारको सिधा अगाडि बनाउने तपाईँको दाहिने हाततर्फ राइट तपाईँको बायाँ हाततर्फ के हुन्छ त लेफ्ट हो यसरी के अनि मानौँ साउथको आएन होइन यो साउथको राइट र लेफ्ट भन्न कन्फ्युज हुनसक्छ नि त नआउने होइन कि आत्तिन सकिन्छ नि कन्फ्युजन भयो भने यो साउथलाई अनुहारको सिधा अगाडि ल्याउने होइन यो साउथलाई अनुहारको जुन दिशाको आउँदैन त्यसलाई अनुहारको सिधा अगाडि ल्याउने दाहिने हाततर्फ राइट तपाईँको बायाँ हाततर्फ लेफ्ट हो यसरी घुमाइदिने कि बुझ्नुभयो वास्तविक यो बनाउनु भएको हुन्छ नि चित्र जुन दिशाको आउँदैन त्यसलाई अनुहारको अगाडि बनाइदिने ल हेर्नुहोस् होइन साउथको आएन साउथलाई अगाडि ल्याइदिने यसरी कपी घुमाइ हेर्नु त एकचोटि घुमाएर प्र्याक्टिस गर्नु त घरमा हो त्यो भए चाहिँ अल्मली नै पर्दैन इक्जाममा टाइमै हुँदैन कि फटाफट हामी कपी घुमाउँदै क्वेसन पेपर घुमाएर गरिहाल्छौँ क्लियर भयो ल त्यसो अब टाइप 7 छाया सम्बन्धी टाइप 7 मा चाहिँ हामी के सिक्छौँ त छाया सम्बन्धी होइन छाया सम्बन्धी चाहिँ कता हुन्छ त छायाहरूका डिरेक्सनहरू हो त्यो कुरा चाहिँ हामी छुट्याउन जान्नुपर्छ लेख्नुहोस् त बिहान पख मानव सूर्योदयको समयमा बिहान सूर्योदयको समयमा उत्तर दिशातर्फ फर्किएर बसेको सुन्तलीको छाया कता हुन्छ ल भन्नुहोस् बिहान सूर्योदयको समयमा उत्तरतिर फर्केर बसेको सुन्तलीको छाया कता हुन्छ सबैले लेख्ने च्याटमा भनेर टाउको हल्लाएर नि हुन्छ त साथीहरू बिहान उत्तरतिर फर्केको मान्छेको छाया कता पश्चिममा हुन्छ हेर्नुहोस् व्यक्ति वस्तु जुनसुकै दिशातर्फ फर्कियोस् पूर्व फर्कियोस् पश्चिम फर्कियोस् उत्तर फर्कियोस् दक्षिण फर्कियोस् तर बिहान पख के हुन्छ त सूर्य पूर्वमा हुन्छ बिहान सूर्य पूर्वमा हुने भएको हुनाले बिहान पख सूर्य पूर्वमा हुने भएको हुनाले लेखिहाल्नुहोस् त बिहान सूर्य पूर्वमा हुने भएकोले बिहान पख सूर्य पूर्व हुने भएकोले छाया कता हुन्छ त छाया पश्चिम दिशातर्फ हुन्छ
बिहान पख सूर्य पूर्व दिशातर्फ हुने भएको हुनाले छाया कता हुने रहेछ त पश्चिमतिर। बिहान सूर्य पूर्वमा हुन्छ, छाया कता हुन्छ पश्चिम। बिहान सूर्य पूर्वमा हुन्छ, छाया कता हुन्छ त पश्चिम। बिहान सूर्य पूर्वमा हुन्छ, सूर्य पूर्वमा हुने भएको हुनाले छाया कता हुने रहेछ त पश्चिम दिशातर्फ हुन्छ, होइन? त्यस्तै बेलुका के हुने रहेछ त? बेलुका पख पूर्वतिर फर्केर बसेको रामको छाया कता हुन्छ ल भन्नुहोस्। बेलुका पख पूर्वतिर फर्केर बसेको मान्छेको छाया कता हुन्छ? बेलुका पख सूर्य नै पश्चिममा हुन्छ नि त। बेलुका पख सूर्य के हुन्छ त? सूर्य पश्चिममा हुन्छ। भने यो व्यक्ति जुनसुकै दिशातर्फ फर्के पनि त्यसको छाया कता हुन्छ त? पूर्वमा हुन्छ। लेख्नु त। बेलुका पश्चिममा घाम पूर्वमा छाया। बेलुका पख 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 पश्चिममा घाम पूर्वमा छाया। ल हेर्नुहोस्, बेलुका पख पश्चिममा घाम पूर्वमा छाया। भयो? क्लियर भयो? अब मध्याह 12 बजे, दिउँसो 12 बजे, सिधा टाउको माथि घाम हुन्छ। दिउँसो 12 बजे के हुन्छ त भन्दा टाउको माथि घाम हुन्छ। दिउँसो 12 बजे के हुन्छ त टाउको माथि घाम हुन्छ। सूर्य कता हुन्छ त टाउको माथि घाम हुन्छ। दिउँसो 12 बजे टाउको माथि घाम हुन्छ, छाया कता हुन्छ? भुइँतिर हुन्छ। मध्याह 12 बजे टाउको माथि घाम हुन्छ, व्यक्ति वस्तुको छाया कता हुन्छ? सिधा तल भुइँतिर जमिनतिर हुन्छ। हेर्नुहोस्, लेख्नुहोस् त। मध्याह 12 बजे टाउको माथि घाम हुन्छ, जमिनतिर तलतिर होइन, भुइँतिर एट ग्राउन्ड छाया हुन्छ। मध्याह 12 बजे टाउको माथि घाम हुन्छ भने छाया त तल जमिनतिर हुँदो रहेछ नि। भयो? यो छायाको 3टा अवस्था थाहा भयो। छाया हाम्रो बिहान पूर्वमा घाम पश्चिममा छाया, बेलुका पश्चिममा घाम पूर्वमा छाया, मध्याह 12 बजे दिउँसो 12 बजे टाउको माथि घाम जमिनतिर छाया। टाउको माथि घाम जमिनतिर भुइँतिर तलतिर 8 ग्राउन्ड चाहिँ के हुँदो रहेछ त? छाया हुँदो रहेछ। अब यति चाहिँ हामीले कन्सेप्ट जान्यौँ होइन। योभन्दा अरू कन्डिसनमा फेरि सर छाया कता हुन्छ भन्न मिल्दैन। फेरि कसैको मनमा आउला सर राति 12 बजे छाया कता हुन्छ? आयो कसैको मनमा? राति 12 बजे छाया कता हुन्छ? कता हुन्छ राति 12 बजे छाया? ओछ्यानमा हुन्छ होइन, सिरैभित्रै हुन्छ। त्यति बुझ्ने। अरू अवस्थामा छाया हुन्छ, हामीले एकुरेट डिरेक्सन भन्न सकिँदैन कि। हुन चाहिँ दिउँसो 1:30 बजे पनि त छाया हुन्छ नि, तर त्यो छायाको एकुरेट यही डिरेक्सनमा छ भन्न सकिन्छ त? सकिँदैन। तर 3टा कन्डिसनमा भन्न सकिन्छ। बिहान सूर्योदयको समयमा, बेलुका सूर्यास्तको समयमा र मध्याह 12 बजे सिधा डिरेक्सनमा एकुरेट डिरेक्सनमा हुने भएको हुनाले यो 3वटा कन्डिसनमा चाहिँ हामीले भन्न सक्छौँ। हो, ल हेर्नुहोस् है। अब त्यसो भने हामीले अब क्वेसन गर्न सुरु गर्छौँ। अब प्रश्न अब हाम्रो कन्सेप्ट सिद्धै साथीहरू, अब हामी क्वेसनमा जान्छौँ। अब क्वेसन गर्दाखेरि चाहिँ हामीलाई कस्तो भयो त भन्दाखेरि एउटा सुरुको बिन्दु एउटा बनाउने। हेर्नुहोस् हो, सुरुको बिन्दु बनाउँछौँ हामी। एउटा हामी के बनाउँछौँ त? सुरुको बिन्दु बनाउँछौँ। सुरुको बिन्दुबाट प्रश्नले जुन दिशातर्फ जाऊ भन्छ हामी त्यही दिशातर्फ अगाडि बढ्नुपर्छ। मानौ प्रश्नले पूर्व दिशातर्फ जाऊ भन्यो भने यी पूर्वतिर जानु पर्यो। प्रश्नले होइन उत्तर पूर्वतिर जाऊ भन्यो भने यी उत्तर पूर्वतिर जानु पर्यो। प्रश्नले उत्तर दिशा जाऊ भने उत्तर, पश्चिम जाऊ भने पश्चिम, प्रश्नले दक्षिण दिशा जानुहोस् भने दक्षिण। प्रश्नले जुन दिशातर्फ अगाडि जाऊ भन्छ हामी त्यही दिशातर्फ अगाडि बढ्नुपर्छ। प्रश्नले जुन दिशातर्फ अगाडि जाऊ भन्छ हामी त्यही दिशातर्फ अगाडि बढ्नुपर्छ। तर कहिले केही प्रश्नमा डिरेक्सन दिएको हुँदैन के। क्वेसनले पात्रलाई जुन दिशातर्फ अगाडि जाऊ भन्छ हामीले त्यही दिशातर्फ अगाडि लान्छौँ। तर कहिलेकाहीँ प्रश्नमा चाहिँ डिरेक्सन दिएको हुँदैन होइन। सुनिता 40 मिटर अगाडि गइन्, कता गइन् त थाहा छ त?
थाहा छैन नि। जस्तै यहाँ हेर्नुहोस् त, म यसरी बसेँ, म यसरी बस्दा तपाईँहरूको लागि मेरो फेस कुन डिरेक्सनतर्फ छ? म यसरी बस्दा त म उत्तरतिर फर्किरहेको छु नि, होइन? म उत्तरतिर फर्किरहेको छु नि, होइन? म यसरी बसिरहेको थिएँ, कुबेर पूर्वतिर जाऊ भने म पूर्व फर्किन्छु, पूर्वतिर जान्छु, होइन? म यसरी बसिरहेको थिएँ, कुबेर पश्चिमतिर जाऊ भने पश्चिम फर्केर जाने भयो। यसरी बसिरहेको थिएँ, दक्षिणतिर जाऊ भन्यो भने म यसरी दक्षिणतिर फर्किन्छु, दक्षिण दिशातर्फ अगाडि जान्छु। म यसरी बसिरहेको छु, मलाई उत्तर दिशातर्फ जाऊ भने चाहिँ उत्तर दिशातर्फ जान्छु। तर म यसरी बसिरहेको थिएँ, केही भनेन प्रश्नले, कुबेर अगाडि जाऊ भनिदियो। अगाडि जाऊ मात्र भने चाहिँ के भयो त? सिधै अगाडि गयो। सिधै अगाडि भनेको कुन दिशा रहेछ त? उत्तर दिशा रहेछ। भने यसको नोट लेख्नु त कपीमा। नोट भनेर लेखौँ। यदि प्रश्नमा कुनै पनि दिशा तोकेको छैन भने, यदि प्रश्नमा कुनै पनि दिशा तोकेको छैन भने उत्तर दिशातर्फ अगाडि बढ्नुपर्छ। प्रश्नमा कुनै पनि दिशा तोकेको छैन भने त्यस्तो अवस्थामा चाहिँ हामी उत्तर दिशातर्फ जानुपर्छ। मानव सुरुको बिन्दु भयो, होइन? सीधा पूर्व गइन्, सीधा पश्चिम गइन्, पश्चिम, सीधा उत्तर गइन्, उत्तर, सीधा दक्षिण गइन्, दक्षिण। जुन दिशातर्फ गइन् भने हामी त्यही दिशातर्फ अगाडि बढ्नुपर्छ। तर प्रश्नले केही भनेन, सीधा 40 मिटर अगाडि बढिन् मात्रै भनिदियो। प्रश्नले के भन्यो त? सीधा 40 मिटर अगाडि बढिन् भने चाहिँ कता जाने भयो त? नर्थतिर जाने भयो कि। यदि प्रश्नमा कुनै पनि दिशा दिएको छैन भने कुन दिशातर्फ जानुपर्ने रहेछ त? उत्तर दिशातर्फ जानुपर्ने रहेछ। प्रश्नमा कुनै पनि दिशा दिएन भने त्यस्तो अवस्थामा चाहिँ उत्तर दिशातर्फ जानुपर्ने रहेछ। ओके? यदि कुनै पनि डिरेक्सन तोकेको रहन्छ भने हामी के गर्नुपर्ने रहेछ त? उत्तर दिशातर्फ। अयो वाइ सर भन्नुहुन्छ, अयो भर्खर देखाएँ त, म यसरी बसिरहेको छु, तपाईँको लागि यो मेरो नर्थ हो नि। कुनै दिशा दिएन, कुबेर अगाडि जाऊ भन्यो, अब कता जाने त? पूर्व जाऊ भने पूर्व हुन्थ्यो, पश्चिम भने पश्चिम हुन्थ्यो, उत्तर उत्तर, दक्षिण दक्षिण, केही भनेन, होइन? अगाडि जाऊ भने चाहिँ म सिधै अगाडि हिँड्ने भएँ यसरी। हो, सिधै अगाडि हिँड्नु भनेको मेरो लागि यो के हो त? नर्थ हो। अगाडिको भागलाई हामी के भन्छौँ? नर्थ मान्छौँ। ल, अब क्वेसन गर्न रेडी हुनुहुन्छ? ल, क्वेसन लेख्नुहोस् त। मनोज 8 मिटर अगाडि बढेर बायाँतर्फ 6 मिटर, मनोज 8 मिटर अगाडि बढेर बायाँतर्फ 6 मिटर अगाडि बढ्छ भने अब यो क्वेसन भयो। अब यसको तल कति क्वेसनहरू सोध्न सकिन्छ त? सब क्वेसनहरू म सरर लेखाउँछु, कपीमा लेख्नु है त। भने अन्तिममा ऊ कुन दिशातर्फ बढिरहेको छ? सेकेन्ड। अन्तिममा ऊ कुन दिशातर्फ फर्केको छ? सुरुको बिन्दुबाट कुन दिशामा रहेको छ? सुरुको बिन्दुबाट कति टाढा रहेको छ? सुरुको बिन्दुबाट चाहिँ कति टाढा रहेको छ? ल, यी क्वेसन हो। यति मध्ये कुनै एउटा क्वेसन चाहिँ जोडेर आउने हो कि, होइन? कुनै एउटा क्वेसन चाहिँ जोडेर आउने हो। ल, हेर्नुहोस्, अब सुरुमा हामीले मनोज यहाँ जाउँ, मनोज भएछ। मनोज 8 मिटर अगाडि बढ्यो भने कता गयो त? कुनै एउटा सुरुको बिन्दु बनाइयो, मनोज 8 मिटर अगाडि बढ्यो भने प्रश्नले कुनै दिशा दिएको छ?
मनोज पूर्वतिर जाऊ भनेको हामी पूर्व लान्थ्यौँ, मनोज पश्चिम भनेको पश्चिम भन्थ्यो, मनोज दक्षिण दक्षिण, मनोज उत्तर उत्तर, जुन दिशा भन्थ्यो हामी त्यही दिशातर्फ जान्थ्यौँ। तर केही भनेन, मनोज 8 मिटर अगाडि बढेर मात्रै भने, मनोज चाहिँ 8 मिटर अगाडि बढेर, ल हेर्नुहोस् 8 मिटर अगाडि बढ्यो। कुनै दिशा दिएको छ प्रश्नमा? प्रश्नमा कुनै पनि दिशा दिएको छैन भने कता गयो त? उत्तरतिर गयो। मनोज 8 मिटर अगाडि बढेर बायाँतर्फ, मनोज वाक्स 8 मिटर्स फरवर्ड, होइन, देन हि टर्न्स लेफ्ट, होइन, 8 मिटर अगाडि बढ्यो, त्यसै बायाँतर्फ। अब यसको बायाँतर्फ कति? 6 मिटर। बायाँतर्फ कति गयो त? 6 मिटर अगाडि बढ्छ। हेर्नुहोस् त, सुरुमा 8 मिटर अगाडि गयो, त्यसपछि बायाँ फर्केर कति गयो त? 6 मिटर अगाडि बढ्छ भने अन्तिममा कुन दिशातर्फ बढिरहेको छ? हेर्नुहोस् त यहाँ के छ? अन्तिममा कुन दिशातर्फ बढिरहेको छ? कतै इन व्हिच डाइरेक्सन इज इ मुभिङ? कुन दिशातर्फ बढिरहेको छ भन्दा यसरी गएको थियो, अन्तिममा ऊ पश्चिमतिर गइरहेछ भने कुन दिशातर्फ हिँडिरहेको छ त भन्दा पश्चिमतिर हिँडिरहेको छ। अन्तिममा जता गइरहेछ त्यतै उसको फेसिङ, जता गइरहेछ त्यतै के भयो त? अगाडि बढिरहेको छ, मुभिङ, होइन, मुभिङ र फेसिङ भनेपछि कता भयो त? वेस्ट। अन्तिममा कुन दिशातर्फ फर्केको छ? इन व्हिच डाइरेक्सन इज इ फेसिङ, होइन, फाइनल्ली इन व्हिच डाइरेक्सन इज इ फेसिङ। अन्तिममा ऊ कता फर्केको छ भन्दा अन्तिममा जता गइरहेको हुन्छ त्यतै फर्किन्छ। अन्तिममा जब ऊ पश्चिमतिर गइरहेछ, अन्तिममा जब ऊ पश्चिमतिर गइरहेछ भने कता फर्किन्छ त भन्दा पश्चिमतिरै फर्किन्छ। यो पनि वेस्ट। अन्तिममा जता गइरहेछ त्यतै फर्किन्छ। तेस्रो क्वेसनले के भन्छ? सुरुको बिन्दुबाट, कहाँबाट साथीहरू, कहाँबाट? सुरुको बिन्दुबाट, यो बाट भनेको हेर भनेको कि बाट, सुरुको बिन्दुबाट, कहाँबाट? सुरुको बिन्दुबाट, जहाँ बाट भन्छ त्यहाँबाट हेर्नुहोस् भनेको कि, जहाँ बाट भन्छ त्यहाँबाट हेर्नुहोस् भनेको। सुरुको बिन्दुबाट भनेको त यो हो नि त, सुरुको बिन्दु। सुरुको बिन्दु यो होइन त? यो सुरुको बिन्दुबाट कुन दिशामा छ त भन्दा सुरुको बिन्दुबाट यसो छड्के लाइनले हेऱ्यो, सुरुको बिन्दुबाट यसो छड्के हेर्दा यो कुन दिशा हो त भन्दा नर्थ वेस्ट। सुरुको बिन्दुबाट यो कुन दिशा रहेछ त? नर्थ वेस्ट रहेछ। भयो? क्लियर भयो? सुरुको बिन्दुबाट कति टाढा रहेको छ त? यो सुरुको बिन्दु, यो सुरुको बिन्दु, यो अन्तिमको बिन्दु, होइन, यो सुरुको बिन्दुबाट कति टाढा छ त? छोटो दूरी भनेको 6, 8, 10 मिटर। ल यस्तो एउटा क्वेसन लेखौँ है त। उत्तर दक्षिण गएको बाटोमा, उत्तर दक्षिण गएको बाटोमा हरि र केशवको घर आमुन्ने सामुन्ने पर्दछ। यदि हरिको घर पूर्व दिशातर्फ, यदि हरिको घर पूर्व दिशातर्फ फर्केको छ, यदि हरिको घर पूर्व दिशातर्फ फर्केको छ, केशव आफ्नो घरबाट बाहिर निस्किएर, केशव आफ्नो घरबाट बाहिर निस्किएर दाहिनेतर्फ, घरबाट बाहिर निस्केर दाहिनेतर्फ 12 मिटर अगाडि बढी पुनः दाहिनेतर्फ 9 मिटर अगाडि बढ्छ
र गीताको घर अगाडि पुग्छ। केशवले जस्तै हरिले गर्छ र विनिताको घर अगाडि पुग्छ। विनिताको घर अगाडि केशवले जस्तै हरिले गर्छ र विनिताको घर अगाडि पुग्छ भने विनिताको घरबाट गीताको घर कति टाढा र कुन दिशामा बसेको छ। विनिताको घरबाट कति टाढा र कुन दिशामा बसेको छ। ल निकाल्नु सबैले। ल निकालौँ। सार्नुभयो क्वेसन सारिसक्नुभयो। ल क्वेसन सारेको भए म गरिदिन्छु। क्वेसन सार्नुभयो तपाईँहरूले। पहिला सुरु हेर्नु उत्तर दक्षिण गएको बाटो हेर्नुहोस् है। उत्तर दक्षिण गएको बाटो पहिला त रोड बनाउनु पर्यो नि। उत्तर दक्षिण यो उत्तर दक्षिण गएको बाटो भयो हेर्नु। पहिला बाटो बनाऊँ। चित्र बन्नु पर्यो कि हामीले चित्र बनायौँ भने मात्र इक्जाममा 100 पढ्दै एन्सर आउँछ। तपाईँले पढ्दै जाँदा चित्र बनाउन सक्नु भएन नि एन्सर आउँदैन नि। पहिला चित्र चाहिँ बनाउनु पर्यो हैन। पहिला चाहिँ चित्र बनाउनु पर्यो। उत्तर दक्षिण गएको बाटोमा हरि र केशवको घर आम्ने सामने छ भनेको के हो। दुईटा घरहरू आम्ने सामने छ भनेको एउटा घर बाटो वारी छ अर्को बाटो पारी छ। वारिपारी छ भनेको होइन। दुईटा घरहरू आम्ने सामने छन् भनेको वारिपारी छ भनेको नि। दुईटा घरहरू उत्तर दक्षिण गएको बाटोमा हरि र केशवको घरहरू के छ आम्ने सामने छ। फेस टु फेस छ हैन। घर पर्दछ। अब यो दुईटा मध्ये कुनै एकजनाको घर प्रश्नले भनेको हुन सक्छ। यदि प्रश्नले कसैको घर भनेको छैन भने लास्टमा डिरेक्सन मात्र सोधिरहेको हुन्छ। कुन दिशामा छ मात्र सोध्छ। त्यो हुँदा सरी दूरी मात्र सोध्छ। यदि कुनै एकजनाको पनि घर दिएको रहन्छ भने प्रश्नले छोटो दूरी पत्ता लगाऊ भनेर सोध्छ। त्यस्तो बेला जसको घर जता राखे नि केही फरक पर्दैन। तर अहिले क्वेसनले के भन्छ भन्दाखेरि हरिको घर यहाँ पढ्नुहोस् त। हरिको घर पूर्व दिशातर्फ फर्केको छ। हरिको घर पूर्व दिशातर्फ फर्केको छ भने चाहिँ हरिको घरलाई कहाँ राख्ने त। ल लेख्नु च्याटमा। हरिको घर पूर्व दिशातर्फ फर्केको छ भनेपछि हरिको घर राख्ने कहाँ त। पूर्व दिशातर्फ फर्केको छ। पूर्वतिर फर्किया छ भने चाहिँ यो पश्चिमको घर हरिको घर हुने भयो कि। अनि बल्ल हरिको घर पश्चिममा राखे चाहिँ बल्ल त्यो हरिको घर कता फर्किन्छ त पूर्व फर्किन्छ। हरिको घर पूर्व दिशातर्फ फर्केको छ भने चाहिँ हामीले हरिको घरलाई पश्चिममा राखिदियो भने बल्ल त्यो हरिको घर कता फर्किन्छ त पूर्वतिर फर्किन्छ। हैन हरिको घर पूर्वतिर फर्क्यो कि फर्केन। फर्क्यो नि त हो। एकजनाको घर थाहा भयो नि त। हरिको घर हरिको घर पूर्व दिशामा छ भनेको भए कहाँ राख्नुहुन्थ्यो। यदि प्रश्नले हरिको घर पूर्व दिशामा पर्छ भनेको भए तपाईले हरिको घरलाई पूर्वमा राख्नुहुन्थ्यो कि। तर पूर्व दिशातर्फ फर्किएको छ। हरिको घर पूर्वतिर फर्किया छ भने त्यसलाई हामीले पश्चिममा राख्नु पर्यो। पश्चिममा राखेपछि बल्ल त्यो के हुन्छ त पूर्वतिर फर्किन्छ। भयो। यो हरिको घर भएपछि यो घर कसको भयो केशवको। यो घर कसको भयो त केशवको घर भयो हैन। केशव आफ्नो घरबाट बाहिर निस्किएर केशव आफ्नो घरबाट बाहिर निस्किन्छ भन्यो। अब केशव आफ्नो घरबाट बाहिर निस्किन्छ भनेको कता निस्किन्छ त। केशव आफ्नो घरबाट बाहिर निस्किन्छ भनेको कता निस्किन्छ भन्दा बाटोतिर निस्किन्छ। केशव आफ्नो घरबाट बाहिर निस्किएन निस्किएन। केशव आफ्नो घरबाट बाहिर निस्क्यो। बाहिर निस्केर दाहिनेतर्फ राइट हेर्नुहोस् त हैन। केशव आफ्नो घरबाट बाहिर निस्क्यो बाटोतिर। त्यसपछि दाहिनेतर्फ कति गयो 12 मिटर 12 मिटर अगाडि बढ्यो।
घरबाट निस्क्यो दाहिनेतर्फ 12 मिटर। कपीमा बनाइरहनु भएको छ नि सबैले? कपीमा बनाइरहनु भएको छ नि? घरबाट निस्क्यो दाहिनेतर्फ 12 मिटर गयो। अगाडि बढी पुनः अगेन ही टर्न्स राइट। पुनः दाहिनेतर्फ भनेको यसको दाहिने। अब यसको दाहिने कता लेख्नु त च्याटमा? केशव घरबाट निस्क्यो दाहिनेतर्फ 12 मिटर गयो। अब यसको दाहिने कता? यसको दाहिने कता? खोइ लेखेको च्याटमा लेखेको खोइ। अब पुनः दाहिने भनेको यो ठाउँबाट फेरि राइट। तपाईँ आफ्नो अनुहारलाई सम्झिँदै गयो नि हुन्छ। यहाँबाट पुनः दाहिनेतर्फ कति 9 मिटर अगाडि बढेर यहाँ कसको घर अगाडि पुग्छ त भन्दा गीताको घर अगाडि। यहाँ गीता के छ तिम्रो हालखबर भन्न यहाँ पुगेछ ल हेर्नुहोस्। केशव आफ्नो घरबाट निस्क्यो दाहिनेतर्फ 12 मिटर गयो फेरि दाहिनेतर्फ 9 मिटर अगाडि बढेर यहाँ कसको घर अगाडि पुग्यो त भन्दा गीताको घर अगाडि पुग्यो। गीताको घर अगाडि पुग्छ। केशवले जस्तै हरिले गर्छ भनौँ। के हो त्यो भनेको? केशवले जस्तै हरिले गर्छ भनेको के हो? सरर बोल्ने घरमा केशवले जस्तै हरिले गर्छ भनेको के हो? हरि पनि घरबाट बाहिर निस्कन्छ। केशवले जस्तै गर्छ भनेको घरबाट निस्कन्छ त्यसपछि दाहिने फर्कन्छ भनेको यसको दाहिने कता भन्नुहोस् त? हरि निस्क्यो अब हरिको राइट कता? यसरी घरबाट निस्क्यो अब यसको राइट साउथ दाहिने फर्कन्छ। दाहिनेतर्फ कति 12 मिटर। 12 मिटर अगाडि बढ्यो पुनः दाहिने फेरि यसको पनि दाहिने। अब यसको दाहिने कता आयो? यसरी दाहिनेतर्फ 9 मिटर अगाडि बढेर यहाँ कसको घर अगाडि पुग्यो त? यो विनिताको। विनिता के छ भनेर यहाँ नजिक आइपुग्यो। ल हेर्नुहोस् अब यति चित्र बनाउन सक्नुहुन्छ हो। अब यो चित्र बनेपछि त अब एन्सर आफै आइगयो नि। यति चित्र बनाउन चाहिन्छ हो नि। केशवले जस्तै हरिले जस्तै अनि केशवले जस्तै हरिले गर्छ भनेको हरि घरबाट निस्कन्छ त्यसपछि दाहिने फर्कन्छ फेरि दाहिने फर्कन्छ यहाँ आइपुग्यो। अब अन्तिममा तपाईँलाई के सोध्यो त? कहाँबाट? बाट भन्ने शब्द खोज्नुहोस् भने विनिताको घरबाट। कहाँबाट? विनिताको घरबाट। विनिताको घरबाट भनेको यो हो नि त विनिताको। जहाँ बाट भन्छ त्यहाँबाट हेर भनेको के? जहाँ बाट भन्छ त्यहाँबाट हेर भनेको। विनिताको घरबाट गीताको घर भने यो विनिताको घरबाट यो गीताको घर। विनिताको घरबाट गीताको घर भनेको विनिताले गीतालाई हेरिन् छड्के आँखाले हेरिन् गीता के छ भनेर यसरी। विनिताको घरबाट जहाँबाट भन्छ त्यहाँबाट हेर भनेको। विनिताको घरबाट यो गीताको घर हेर्दा यो कुन दिशा हो त? यस्तो छड्के लाइन आयो भने यसको नाम के हो त? सबैले लेख्नु न च्याटमा। सबैले भनेर बस्ने होइन। विनिताको घरबाट गीताको घर भन्छ यस्तो छड्के लाइन आयो भने यसको नाम के हो त भन्दा यी पुच्छरमा प्लस बनाइदिने। यो नर्थ हो र यो इस्ट हो भने नर्थ र इस्टको बिचको लाइनलाई हामी के भन्छौँ? नर्थ इस्ट भन्छौँ। विनिताको घरबाट चाहिँ गीताको घर कुन दिशामा रहेछ? नर्थ इस्ट। कति टाढा? कति टाढा? कति टाढा रहेछ त भन्दा यो 12 र 9 दुईटा पाइथागोरस थ्योरम। 12 को स्क्वायर 9 12 9 15 मिटर फेरि यहाँ पनि 12 9 12 9 15 मिटर 15 मिटर प्लस 15 मिटर भनेको 30 मिटर 30 मिटर नर्थ इस्ट हो। यसरी एन्सर आउँछ। तर तपाईँले चित्र बनाउन चाहिँ जान्नु पर्यो कि साथीहरू। यो चित्र बनाएपछि त अन्तिममा यहाँ के सोध्न मिल्छ? चित्र बनाएपछि यहाँ त के सोध्न मिल्छ नि। गीताको घरबाट केशवको घर कुन दिशामा छ भन्न सक्छ। गीताको घरबाट जहाँ बाट भन्छ त्यहाँबाट हेर्ने भनेको के? जहाँ बाट भनेको त्यहाँबाट हेर्ने होइन। विनिताको घरबाट गीताको घर भनौँ। विनिताको घरबाट गीताको घर भनौँ नि त। विनिताको घरबाट भनेको यो विनिताले गीतालाई हेरिन् भनेको हो नि त। विनिताको घरबाट भनेको विनिताले गीतालाई हेरिन् भनेको हो नि त। जहाँ बाट भन्छ त्यहाँबाट हेरिन्। यसरी हेर्दा यस्तो छड्के लाइन बन्यो भने अब यसको नाम के हो? नाम के हो भन्दा यहाँ नजिक के गर्नु? नर्थ र इस्टको बिचको लाइनलाई हामी नर्थ इस्ट भन्छौँ। कति टाढा छ भन्दा यी पाइथागोरस थ्योरम 12 9 15 12 यो 12 9 15 15 15 30 30 मिटर नर्थ इस्ट। क्लियर भयो? हिसाब बुझिन? हिसाब के नबुझ्नु? 12 र 9 हो। यो पत्ता लगाउनु ल। यो 12 यो 9 यो कति हो? h इक्वल्स टु रुट अन्डर p स्क्वायर प्लस b स्क्वायर। 12 को स्क्वायर प्लस 9 को स्क्वायर। अघि याद गराएको होइन त? क्लासै ढिलो आउनुहुन्छ अनि कहाँबाट आउँछ? यसरी गर्न सक्नु पर्यो। ल ठिक छ। ल यति गरौँ। म तपाईँलाई भोलि हामी पुरै क्वेसन पढ्छौँ है। भोलि साथै नछोड्ने। भोलि पुरै क्वेसन मात्रै प्र्याक्टिस गर्ने। यो टपिकको सबै क्वेसन भोलि गर्ने। ओके छ? यो कन्सेप्ट हो। भोलि हामी क्वेसन गर्छौँ।
ल ओके ह्याभ अ गुड नाइट ल अब भोलि हामी के गर्छौँ त क्वेसनै क्वेसन गर्छौँ ल अब तपाईँहरू लिभ गर्नु म लाइभको साथीलाई भन्छु फेसबुक लाइभमा जोडिनु भएको साथीहरू एम्बिसन गुरुमा कुनै पनि कोर्सहरू जोडिन चाहने साथीहरूलाई 0159702888 यो नम्बर तपाईँले नोट गर्न सक्नुहुन्छ कुनै पनि कोर्सहरू चाहिँ एम्बिसन गुरुको अनलाइन तथा फिजिकल होइन कुनैमा जोडिनु छ भने चाहिँ तपाईँले यसमा सम्पर्क गर्नुहोला र अरू साथीहरू जो क्लास जोडिसक्नु भएको छ तपाईँले नै आफ्नो साथीभाइहरू सर्कलहरूलाई चाहिँ सेयर चाहिँ गर्ने ओके छ खोइ त ओके छ सर भनेको ल अरू अरू के छ ल यो नम्बरमा सम्पर्क फेसबुक लाइभबाट हेर्नु साथीहरू